बोम्बास्टिक हाल खबर कस्तो ढिलो हिँडेको घर 12 1 बजे पनि हिँड्छन् कहिले बिहान 6 बजे हिँड्नु जारी ए गुन्डे ओइ गुन्डे को अफिस गएर आएन किन हाजिरी खेर हावाल्ने होला बाबा अलि अगाडि सक्यो होला मेरो त गाडीको गियर बिगार्दै यार त्यो मान्छेले फेरि लिएर आएर राखे राखिसकेपछि हजुरको के भयो भन्दाखेरि धादिङ आइसकेपछि त यस्तो पानी पर्यो कि पुरा छोड्दैछ पानी भिज्यो पानी पर्यो अहिले अनि त्यो ब्याग त मैले के गरेको थिएँ भनेर भन्दाखेरि हजुरको यसरी हात ढोकाबाट ओइ शिबु 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 बेटा रुन्चे बाबु त भइसक्यो रुन्चे राति गएर सदाएर अहिले चाहिँ हामीहरू छौँ महेन्द्रनगरमा चिया नास्ता खाँदै उतातिर चाहिँ महेन्द्रनगरको बस पार्क ए शिबु शिबु टक टक इबु टक टक यो चाहिँ हामीहरू अहिले महाकाली नदीको पुलमा छौँ कुन पुल रे बाबा पक्की पुल थिएन पहिले अब पहिले चाहिँ हामी फलामे पुलबाट जान्थ्यौँ भने दोधारा चाँदनी हाम्रो गाविस नेपालको अहिले चाहिँ पक्की पुल तयार भएछ हामी यसैबाट पारी दोधारा चाँदनी गाविसतिरतर्फ जाँदैछौँ हाम्रो यात्रा जारी छ अब पहिलेको पुरानो झुलुङ्गे पुल चाहिँ हामीहरू तल देख्न सक्छौँ झोलुङ्गे होइन त्यो फलामे पुल हो जापान सरकारले बनाएको त्यति क्लियर देखिँदैन तलतिर छ त्यो लगभग 1.5 किलोमिटर छ त्यो पनि लम्बाइ छ अनि दुईवटा वडा चाहिँ हामीहरूको दुईटा गाविस दोधारा चाँदनी भन्ने अझै पनि जाँदैछौँ त्यो पारी छ अब उतैतिर जाँदैछौँ महाकाली पारी परेछ हाम्रो चाँदनी दोधारा चाँदनी गाडी आइरहेको छ यो धेरै धेरै छेउमा नजाम दोधारा चाँदनी पुल जुम गरेर नपुग्छ त्यो पुलको एन्ट्रान्समै गरेले मैले साइड लगा अझै बनाउने हो ओहो म त सक्दिनँ नि हिँड्न फेरि पुलमा
त दादालाई No 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 na 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 दादाहरूलाई लिएको बाबुलाई फोटो त आफैलाई खिच्नु पर्दो रहेछ किन जाने के गर्न जाने पढाएर हेर तिम्रो यता आयो भने यो बाटो देब्रे हो देब्रे भन्नुहुन्छ किन पकातालाई एकैछिन पकाउँदा ए तिमीले यो बनाउ न के यति भिडियो बनाऊ त त्यति माया गयो पनि नपुग्नु के हो यतातिर खिचिस यतातिर चाहिँ आउँछ तर त्यो देख्दैन नि त देखाउन चाहिँ त्यहाँ रहन्छ त्यो देख्दैन नि त त्यो भएन त्यो त हुनु बराबर हो अरु ठाउँमा छ त यो टिकटको सिस्टम छैन यसमा किन टिकट काट्ने हो र नै ल्याङ ल्याङ गर्न पनि अगाडि गएपछि त्यति गएर फर्किउँला भो अब पुम पुम कहाँ आएको पुम पुम दो धारा चाँदनी लिग हेर्न अलिअलि त देखिन्छ होला हैन तारहरू त तल तल छोरो यतातिर तारहरू छ है तारहरू छ उता जान्न दिनु हाम्रो शेर मल्ल भाइ शेर खानु त नजाऊ ल इबु इबु ए फोन ओभर सक्छ गर्नु ब्याटिङ गर्छ भाइरल भइरहेको ओइ इबु ए हामी चाहिँ आज दोधारा चाँदनीमा दोधारा चाँदनी लिगको फाइनल ढुकुटको छोजु जाउँ न त्यही डन्डीले अहिले त्यहाँ म जान्नु मलाई डर लाग्छ इबो न नटोका नाना तल इबु अब चाहिँ हामीहरू दोधारा चाँदनीबाट कहाँ जाने साने नैनीताल जाने हो गाडीहरू आइसकेका छन् सबैजना रेडी हुँदै सामान प्याक गर्नुहुन्छ असिम यसको ढोका खुल्लै छ गाडी आयो एउटा गाडी आयो अर्को गाडी खै अर्को गाडी खै यता छ अब त्यसमा जाने हो नि साथी गाडी पनि आयो
आमा ढुङ्गुटुको अब त हामी त यो 7 सिटर गाडी कुन रहेछ इनोभा रहेछ इनोभा कुन कम्पनीको टोयोटा इनोभा माया आयो मेरो छोजो नै यो नराख्नु यसमा मोबाइलहरु छ बाबुलाई फोन हो यो चाहिँ राख्नु हामी धेरै छौँ उहाँहरु थोरै हुनुहुन्छ उहाँहरु चारजना 11जना हो 9जना 4जना हुन्छ हैन 5 यसमा हामीले हामी 5जना इबो मम्मी माथि सार्ने ओ भिडियो डल्लीलाई उता जानै नपर्ने रहेछ एउटा यता बिचमा उता इन्डियाको यता नेपालको गुड मर्निङ सर ए म उता लाग्यो यहाँ नैनतालतिर भोलि फर्किने हो त्यही भएर कहाँ फोन लगाएर चाहिँ नलाग्यो गरेपछि वाट्सएप कल गर्नु कोही बात ल कोही बात त ऊ कहाँ एकदम परेसान होला भनेर म फोन नलागेर उता लागेर भनेर फोन गरेको ओके हिँड्नुपर्छ होला होइन अलिकति हामी ब्याग चाहिँ के मलाई यो पिलर नेपालको 805 लास्ट पिलर हो यो लास्टै होइन पुरै पश्चिम नेपाल सीमा हो यो पिलर सारेको भन्छ क्या यही थियो पहिले हजुर त्यो मैले त्यता यहीँ थियो सर यो पिलर कहिले साह्रो पाएको पृथ्वीनारायण शाहको पालेमा बेला बेला झगडा बोलाफडा भइरहन्छ त यो गड्डा चौकीमा लास्ट सिमाना पश्चिम नेपालको पूर्वको झापा बकागरभित्र आमाले पनि खुब टिकटक बनाइसक्छ त आजकल मेची नदी पूर्व भयो हाम्रो महाकाली लास्ट रमाइलो भएको छ टिकटक त बनाउँदिन अब केटाकेटीसँग गयो भने त्यही त हो नि भारत में आपका स्वागत हाम्रो गाडी अगाडि बढ्यो अर्को अलि पर्छ तानिन्छ बोर्ड पारी छ भारत में स्वागत बोर्ड त यही भइहाल्यो बोर्डर भनेपछि अब अगाडि झर्नुपर्ने भयो कसको राखा चाहिँ यसले सुभाष चन्द्र कसको हामी हिँड्नुपर्छ होला है अलिकति त्यो सिमानामा यो 10 गजा भन्ने हुन्छ नि एउटा जग्गा हाम्रो 10 गजा भने के त्यो रोक्सन बोर्डरमा कस्तो गरेको थिएँ नि हामीलाई गोवा जाने बेला दिक्षीले हो कि हामी कपडा खोदल दिएर अछि त्यो गर्ने त्यो आर्मी केटीहरूले के हुन त उनीहरूको कामै त्यही हो है सिक्युरिटी अफ चेकिङ अब हाम्रो नेपालमा हेर्नु बेलामा आफ्नो ट्यालेन्ट अपने पास रहो भने थाहा पाइस् के अरे हाम्रो नेपालमा हेर्नु अब हामीले के लग्यौँ हामीले त्यहाँ दर्शन गर्छ हाम्रो महेन्द्रको मन्दिरमा दर्शन गर्नै पर्ने होइन हजुर त्यहाँ आउनै पर्छ त्यही भएर यहाँ गएर गएको छ माथि पनि छ सर टनकपुरमा सिद्ध बाबा त्यही भएर कमसे नेपालमा पनि अलिकति अनि फेरि अस्तित्व राखेको छ कि नेपालमा मन्दिर छ त्यहाँ जाने दोस्रो कुरा के छ भने चाहिँ अब नेपाली पनि घुम्यौँ जस्तो हुने भयो देशीहरूलाई अनि त्यहाँ दर्शन पनि हुने गाडीहरू यता जानलाई पुरै इतिहास त गाडीमा मन्दिर जानलाई कति ओर रहेछ है एक त अब यही एसएसबी क्याम्प यही हो गाइजहरू के होस् ती नाइट तारहरू देख्नु अहिले चाहिँ हामीहरू यो नेपाल भारतको सिमाना काटेर यता भारततिर आइसकेका छौँ यहाँतिर अब यताबाट चाहिँ हामीहरू इन्डियातिर लाग्यौँ
ढुक्कुढुकोनी ढुक्कुढुकोनी चौकी इन्डिया बोर्डर चाय रक्छ होस् किन आमाको सिमले काम गर्यो कि गरेन क्या गर्छ गर्छ गरिरहेको छ नेटवर्क देखाइछ गर्छ चलाऊ जोरी चलाएर यिनीहरूको यस्तो छ हेर्छ त हाम्रो सरको पनि चल्यो यत्रो पानी छ यता कति जानु छ हेर न अनि बर्खामा चाहिँ छोरा पेल्छ फेरि बर्खामा धेरै आबेला यता छोड्छ बर्खामा यतातिर पेल्दिन मिल्दैन फेरि गर्नु सक्छ हामीले 5 दिनहरुको हामीले इन्डियालाई सक्छ ए उसमा सेतीको होइन महाकालीको जान्छ र त इन्डिया सब बगाउँछ के र डुबाउँछ डुबानमा पर्छ हेरो सुरु महाकाली रिभर वाउ किन हाम्रो यतातिर पानी चाहिँ यतातिर कम छोड्छ हेर दल्लु महाकाली रिभर तिमी पनि दल्लु नै भयो नि उसले त पौडी खेल्न सिकेको छ अब उसलाई कसले लग्नु भनेको छ ए इबु माथि मान्छेले जलाइरहेको छ कति 95 280 जब बाबु पछाडि जाऊ वेट गर्नु सबै खुर्सानी पकौडी अनि घन्टाको सबै आयो बैगन खाओगे यो चाहिँ किसी में प्याज नहीं है 9 दिन के लिए प्याज बंद है लहसुन भी ना कुछ नहीं होगा 9 दिन के लिए यहाँ चाहिँ पकौडी पनि तौलेर बिक्री गरिरहेछ सावन में 1 महीना बंद रहता है और नवरात्रि में 9 दिन बंद आनन्द भएछ आमालाई